के तपाईँलाई थाहा छ नेपालको राष्ट्रिय गान सयौं फुलका हामी 20 जना गायकहरूको समूहले गाएको गीत हो जसले 47वटा शब्दहरूद्वारा नेपालको सार्वभौम सत्ता, एकता, प्राकृतिक सौन्दर्य र जनताको विविधता प्रस्ट्याउँछ। आउनुहोस् आजको भिडियोमा जानौँ हाम्रो आफ्नै राष्ट्रिय गानको बारेमा। 20 जना गायकहरूको समूहले गाएको गीत र 47 शब्दहरूले सिँगारिएको गीतको शब्दहरू भने व्याकुल मैला उर्फ प्रदीप कुमार राईले लेखेका हुन् र यसको सङ्गीत भने अम्बर गुरुङले रचेका हुन्। यस गीत विक्रम सम्वत 2064 साल श्रावणको 18 गते आधिकारिक रूपमा अपनाइएको थियो, जसलाई अन्तरिम सभामुख संसदका सदस्य सुभाष चन्द्र नेमाङले आधिकारिक रूपमा राष्ट्रिय गान घोषणा गरेका थिए। यो गीत सबै नेपाली नागरिकहरूको प्रतिनिधित्व गर्न छनौट गरिएको थियो भने पहिलो गीत श्रीमान गम्भीर राजतन्त्रमा केन्द्रित थियो। नेपाली राष्ट्रिय गान सयौं फुलका हामीलाई सन् 2016मा बीबीसीले मोस्ट अमेजिङ नेसनल एन्थम्स उर्फ सबैभन्दा अद्भुत राष्ट्रिय गानहरूमध्ये तेस्रो स्थानमा राखेको थियो। इजन्ट इट अमेजिङ? यस्तै अमेजिङ भिडियोजहरू हेर्नका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। साथै भिडियो अन्य कुनै सोसियल मिडियामा हेर्दै हुनुहुन्छ भने फलो गर्न पनि नबिर्सनुहोला। भिडियो कस्तो लाग्यो लाइक, सेयर र कमेन्ट गरी फिडब्याक दिन पनि नभुल्नुहोला। धन्यवाद।